शीर्षक कार्की प्रकरण आयो। तपाईँ कान्तिपुरको पाना पल्टाउनुहोस्, जनआस्थाको पाना सोध्नेवाला नै धेरै तपाईँलाई यो है? प्रश्न छ। म फेरि घुमेर आउँछु, उहाँहरूले केही पाउनु भएको छैन मेरो बारेले, शीर्षकहरूलाई मारिस मैले मारेको हो। तर तपाईँको समाचारले समाचार त आयो 59 सालको असोज 23 गते एउटा समाचार निस्क्यो, फिल्म नगरीको रङ्गिन साँझ। त्यसमा अर्धनग्न तस्बिर थियो। हो, त्यो 45 जनाको कथा हो। उहाँलाई भोग्ने पनि, उहाँलाई एक्सप्लोइट गर्ने, शोषण गर्ने, उहाँलाई सप्लाई गर्न लाने फिल्म निर्माता निर्मात्रीहरू, उहाँलाई एक्सप्लोइट गर्ने ठुल्ठुला भिआइपीहरू, उहाँलाई त्यो अवस्था पुर्याउने गृहमन्त्रीहरू, पछि संवैधानिक अङ्गमा पुगेकाहरू, मेयर भएकाहरू सहित 45 जनाको स्टोरी छ त्यसमा। त्यो फेरि पढेर हुन्छ नि दोहोऱ्याएर। असोज 23 गते त्यो पब्लिस भयो। असोजको 29 गते चाबेलको डेरामा उहाँले झुन्डिएर आत्महत्या गर्नु। उहाँको पिता दलबहादुर कार्की, भाइ राजेन्द्र कार्की लगायतको किटानी जारी जे छ त्यो अफिसियल डकुमेन्ट रेकर्डेड छैन सरकारी अफिसहरूमा। तपाईँ विरुद्ध किटानी जारी थियो। हामीलाई जस्तो गाली बेइज्जती गरियो, यस्तो कारणले गरियो भनियो, तर फ्याक्ट कहिले कसैले हेर्ने कोसिस गर्यो। हामीलाई ज्यान मुद्दा दर्ता गर्न लगाइयो, भिड निक्लेर। तपाईँ सिक्वेन्स हेर्नुहोस् त, दरबारको, सेनाको, प्रहरीको सबभन्दा बढी समाचार कसले ल्याएको थियो? युवराजको उद्दण्डताबारे कसले ल्याएको? अनि त्यो पात्र 46 सालपछिको आएको संविधानले पत्र पत्रिकाको दर्ता खारेज हुन दिँदैन, सेन्सरसिप लाग्दैन। अब पत्रिका बन्द गराउनु छ यो, किन यसले लेखिरहन्छ, यसलाई यसको आवाज बन्द नगरी भएको छैन। के उपाय छ त? सडकमा कसको जुलुस निस्क्यो? राजावादी कलाकारहरूको जुलुस निस्क्यो, अशोक शर्मा लगायत। उहाँहरूको पृष्ठभूमि तपाईँ हेर्नुहुन्छ को हुनुहुन्थ्यो? निर शाहजीहरू हुनुहुन्थ्यो। अनि आइजिपी को हुनुहुन्थ्यो? त्यति बेला राजाले सत्ता शेरबहादेवलाई बर्खास्त गरेर चाहिँ सत्ता हातमा लिएको बेला पूर्व अञ्चलाधीशलाई गृह सचिव, गृहमन्त्री बनाइएको थियो। सेनापति को थियो? जसको बारेमा जनआस्थाले पटक पटक लेखिरहेको थियो। अनि सबै एक ठाउँ मिलेर ल यसलाई यही मौका झाप्ने हो भनेर एउटा अहिले जसरी नकारण भाग्य सिर्जना गर्न खोजिँदैन, त्यसरी माहौल सिर्जना निरीह। सत्ता त त्यति बेलाको सत्ता काङ्ग्रेस पनि थिएन, कम्युनिस्ट पनि थिएन। को थियो त्यति बेला? राजावादीहरूको, राजाको शासन थियो। 59 कुरा 59 जनआस्था के थियो? राजवादी पत्रिका थियो। हामी के थियौँ? राजवादी थियौँ। तपाईँ पत्रकार जहिले राज्यको प्रतिपक्ष नै हो नि, होइन? त हामीलाई सिद्धाउन खोजियो। अनि नियोजित रूपमा हो। एकदमै हो। म त्यसमा कमजोरी भयो मान्दछु। त्यो स्टोरी नआएको भए मान्दा हुन्थ्यो। त्यसो निम्ति मैले कतिचोटि मर्ने।